के भनौँ के मोइनीहरूलाई के भनौँ। बिहान 4 बजे उठेँ, म्याच हेर्नु लागि बसिराखेँ है, म्याच हेरेँ, हारिदिए केटाहरूले। या तिमीहरू रन चेस गर्न सक्दैनौ कि? तिमीहरू रन टार्गेट दिन सक्छौ मलाई थाहा छ। अब इन्डिया सबसँग हार्यो, इन्डियामा त के खान जित्या हो? अरू कि तिमीहरूको बाउ लाग्छन्? साले दिमागको ह्याङ भएर आयो यार। एकमा त निन्द्रा डिस्टर्ब, हारिदिए, आज फेरि हारिदिए। कहीँ युएसँग म्याच जित्यो भने चाहिँ माथि गएर केही गर्लान् कि भन्ने सोचेको थिएँ। यसमा अब मा जाने त सपनै भयो। अब बाहिर आऊ केटा, झोला बोक, आऊ पहिलो फ्लाइटमा नेपाल पुग, काम छैन तिमीहरूको पनि। सन्दीप जोला त नम्बर 1 ब्याट्सम्यान भइगयो। वाह, नम्बर 1 ब्याट्सम्यान जुन टिमको खेलाडी बन्या छ है, ऊ टिम सबभन्दा पहिल्यै बाहिर भइदियो। राशिद खान नम्बर 1 बलर भइदियो, सुपर 6 हङकङ सुपर 6 मा गएर ऊ टिम पहिल्यै बाहिर भइदियो। यार तिमीहरू जब रन चेस गर्न सक्दैनौ भने टार्गेट दिनु पर्थ्यो। टार्गेट त तिमीहरू खतरा दिन्छ मलाई थाहा छ। बेहाल गरी फाले यार।